मर्निङ। आज चाहिँ हामी यहाँ चौरस्ता भएर फादर माइकल, फादर सन्जो, फादर रिचर्ड अनि फादर एलेक्स हामी चाहिँ यहाँ आलुबारी भएर पर जोरबङ्गलो निस्केर चाहिँ माथि सिन्चेल है ल सिन्चेल भएर चाहिँ हामी आज बागोरा चटकपुरको बाटो हुँदै बागोरा झरेर चाहिँ हामी तल दिलाराम पुगेर चाहिँ यो चाहिँ ट्रेकिङ हाम्रो फाइनल डेस्टिनेसन र हामी सबैलाई अल द बेस्ट सेफ जर्नी है। ऊ हाम्रो साथीहरू यहाँ छ हो। अब यी साथीहरू चाहिँ यसरी हिँड्छ। ल साथी, आर यु रेडी? सेट टु गो अल सेट। ए यहाँ छ। यसो अहिले हिँड्नु सक्दैन है। हिजो पर हामीले चार्ज ब्लक खाइदिएको थियो। धानु छिटो हेर्छ नि त बोतल थ्याङ्क यू। केरम खाने? केरम खाऊ। केरा ठिक हो ल। केरम खाऊ न। त्यही कारण मनपर्छ भाइलाई चाहिँ। अहिले चाहिँ हामी आफ्टर कति हो 1 hour 30 minutes 1 hour 30 minutes जोरबङ्गला आइपुग्यो। अब यहाँबाट चाहिँ हामी चटकपुर भाया चटकपुर चाहिँ जाँदैछौँ। जोरबङ्गलाको ट्राफिक कहाँ आइपुग्यो? यो चाहिँ जोरबङ्गलाबाट अहिले हामी जोरबङ्गलादेखि यो सिन्चेलको बाटो लाग्नु आँटेको, तर यहाँ आज हेर्नुहोस् ट्राफिक। तपाईहरू बागौडा जानुहुन्छ भने चाहिँ तपाईहरू यहाँ आयो यो इमानुएल चर्चदेखि सट्ट आएर यो देख्नु हुँदैछ, यो परको बाटोदेखि चाहिँ जानु पर्यो। यहाँबाट चाहिँ लाग्नु पर्यो नि त अब। म त नाङ्दिउँ भने चाहिँ म त नाङ्दिउँ। आज गाडी नभेटेको नि हो। दामी दामी रेस पनि आएछ हौ। के दामी आउँदो रहेछ त यसबाट त। हेलो यस गुड मर्निङ। कतातिर छौ? यसमा छौ राम्रो सो अब हामी चाहिँ टुवर्ड्स चटकपुर एन्ड देन टु बागौडा। फादर सिल्भानुस, फादर माइकल, फादर एलेक्स, फादर रिचर्ड अनि म। मजाको छ बाटो। इन द मिस्ट अफ फरेस्ट, जङ्गल, सेरेनिटी, पिस।
You can hear the chirpings of the birds है मजाको एक्सपिरियन्स हुँदैछ इनफ्याक्ट फादर एलेक्सलाई त यहाँ रोजीले गर्दै जानु मन पर्यो भन्नुहुँदैछ हो गाइस channel to my welcome to our channel of Hello, Dalimali guys. Yes, Dalimali. Please सपकराई पिसु मजा आउँदैछ है हाम्रो ड्रिम पुरा भयो अस्ति म बागडोग्रा जानु पाइनँ हो मेरो बाइक राइडले गर्दा तर आज चाहिँ एकदम पुरा भयो मजा आउँदैछ एकदम आइ एम एन्जॉयिङ यु मजा आउँछ गुड हेलो सो वी आर अलमोस्ट नट इभन हाफ वे मजा आउँदैछ अनि यो बाटो चाहिँ आई बी थिङ्क वी आर अज्युमिङ द्याट दिस लिड्स टु टाइगर हिल हाम्रो चाहिँ उतै हो सो इट्स लभली तपाईको म त अहिले त अब यस्तो नेचर भेटिसकेपछि त म त एकदम आई गेट मेस्मराइज अघिसम्म चाहिँ अलिक मलाई साह्रो पर्दै थियो हिजो बेसी वर्कआउट गरेर तर अहिले चाहिँ मजा आउँदैछ अब झन् कहिले त्यो ओरिजिनल हो कि डुप्लिकेट हो त्यो सो कस्तो छ केटाहरूको हालखबर एकदम ताजा आज मजा आउँदैछ है यतिको त गरम चाहिँ छैन होइन टायर्ड फिल भएको छ कसैलाई हाम्रो रिजर्टलाई अलिक भोक लाग्यो जस्तो छ हेवाको एप्पल ल लेट्स मुभ चलो भाइ यो लोकेसन दामी लाग्छ मलाई ऊ त्यो पर हेर टक्कै छ क्या ए काट्दैन काट्छ नि अब त्यसमा छ सोनादा कादरमा हेऱ्यो नि माथि माथि सुनादा चाहिँ हामी हिँडेर आएर टोस्टडी खाएर फर्किँदै हेरेर हो नि अगर माइकलहरू चाहिँ बाइकमा हामीसँग एकजना माइकल सिनियर प्रिस्ट हुनुहुन्छ हामीसँग हामी देख्यो उहाँ थाक्नु भएको छैन अब उनीहरू फादर माइकलले चाहिँ बाइक सिक्दै थियो कि अन्त उसलाई कता भोइस लेस गर्दैछ भने ऊ पनि बाइकमा सिक्ने हो अनि टोस्टडी खाने टोस्टडी खाने जाने खाने अब गएर उयो बसेको हामी खोला थियो सानो खोला जस्तो पानी क्या अब हामी गएर यो खानुपर्छ है वालनट केक बनेलहरू रहेछ नबस्छौँ होला मजा आउँदैछ या सेप टेम्पल लभली वक यिनीहरूलाई गनेर खोज्छ होला है हेर त यो चाहिँ अब बनेलले खनेको रहेछ सो वी आर एक्सट्रिमली इन द मिस्ट अफ द वाइल्ड न्युजिल्यान्ड हो यसकोमा चाहिँ यो Wow. लो के छौ अब चाहिँ हामी एकछिन बसेर almost 7:30 and 3 hours so almost 3 hours we have walked and now we are just sitting and very nice trying to have something very cool very nice we don't want to show oh yeah wow thanks to Father Alex
Still a lot to go. यहाँ यस्तो छ हाम्रो चाहिँ सुन्नेहरू भाइ चाहिँ बाहिर गएको होला भाइ भिता Yes, thanks to Sure. Alex. We are refreshing for a moment. Maybe 15 minutes we'll be here. Yeah. And then again we'll walk almost for 5 hours. It's good. मैले क्यारियोके डाउनलोड गरिरहेको थिएँ नि त्यो आँखामा मैले देखे थिएँ संसार तिम्रै तिम्रो त्यो आँखामा मैले देखे थिएँ संसार तिम्रै बिहानीको किरण सौखी चित्तमा तास हो बिहानीको किरण सौखी चित्तमा तास हो तिम्रो माया तिम्रो माया तिम्रो माया तिम्रो माया पहला नशा पहला खुमार नया प्यार है नया इंतजार कर लो बे क्या अपना ये दिले बेकरार मेरे दिले बेकरार तू ही बता पहला नशा पहला खुमार डांस को लग गया है 1 2 3 साथ में एकदम We once again begin our journey. our journey. Thanks Second for lap, taking a photo. Wow. Second leg. Yes. but all look more energetic now than the first trip. Because the break was worthy. Worthwhile it was. We need some more breaks. Road less traveled is where we travel. What's that? Where is it? What's that? यहाँ देखो ना रन पनि गरेको यो पानी चाहिँ के गरौँ निकालेर अन्त त्यो
एकजनाको 150 रुपिस हजुर प्लस तब भेहिकलको 480 रुपियाँ भेहिकलको चाहिँ 480 है तपाईँको अगाडि थियो 120 रुपिस हजुर तपाईँको त्यो परदेखि हामी यता पसेर आएपछि चाहिँ तपाईँ हामीले दिनै पर्यो दिनै पर्यो यो उकालो जानुको लागि सडकपुर जानुको लागि हजुर हो तपाईँको गाडीको थियो 480 रुपिस बढेको तपाईँको हो अब तपाईँको एभ्री इयर 15 जुनदेखि 16 सेप्टेम्बरसम्म सेन्चुरी बोन हुन्छ तपाईँको यो चाहिँ रेट बढेर आएको तपाईँहरू आउनु पर्यो भने यो रेटमा टिकट काट्नु टिकट काट्नु सजिलो भन्नु पर्यो हुन्छ ल थ्याङ्क यू सो मच ल तपाईँलाई हुन्छ थ्याङ्क यू सोनाम है हुन्छ सो दिस इज द प्लेस वेयर वी गेट वेस्ट बेङ्गल गभर्मेन्टको यो रहेछ नि त यता सबै उयो गरेर ल थ्याङ्क यू सो मच अहिले चाहिँ केटाहरूको स्पिड निकै घटेको छ बिहानभन्दा पक्का इभन हिँडाइ पोजिसनहरू खुट्टाको त्यो टेक्ने उयोहरू पनि निकै चेन्ज भएको छ बट एनिवेज दिस इज आफ्टर अलमोस्ट 4 hours अफ वर्क वी बिकम लाइक We have just crossed this one, चटकपुर Chatakpur checkpost. Then still 2 hours to go. एनिवेज So all the best. दो द बडी इज विक बट स्पिरिट इज स्टिल विलिङ Yes. हो हत्तु भएर अहिले चाहिँ हामी गिटार केरा निकाल्दैछ कसैले के अलिक एनर्जी चाहिँ यही हो ल केरा यो खाएर फेरि हामी कहाँ जानुपर्छ भन्दा चाहिँ के खोयो यस्तो हुँदो रहेछ भाइ फोटो खिच्ने त्यो चाहिँ यो चाहिँ भिडियो सँगसँगै सो अहिले तपाईँको बजेट छ 2:30 अलिक बेसी 1:30 सरी 1:30 अलिक बेसी सो हामी बिहान हिँडेको 7:30 मा सो इट्स बिन 6 hours that we have been moving अनि अहिले चाहिँ हाम्रो मोसनहरू निकै ढिलो भइसकेको छ लट्ठी पक्रिने भइरहेको छ मेरो पनि यहाँ खुट्टाहरू घिसिनु थाल्दैछ लात लाउन थालेको छ बट स्टिल हामी अगाडि बढिरहेका छौँ अब बेसी छ कति जस्तो छ बगडा मोस्ट प्रोबेबली 1 किलोमिटर 1 किलोमिटर ओके लेट्स होप मजाले के खाएर चाहिँ राख्नुपर्छ ल अहिले चाहिँ हामी थाकेर रेस्टुरेन्टमा बसिरहेको मलाई त्यो आयो मनमा आइरहेको अब चाहिँ हामी 6 घन्टा विथ हाफ एन आवर ब्रेकमा 6 घन्टा हिँडेर चाहिँ अहिले हामी बागौडा आएर चाहिँ फेरि भ्यानमा चाहिँ हामी जाँदैछौँ यहाँ छ अदु भएर यहाँ यस्तो छ यहाँ